हेलो वेलकम ब्याक टु माई युट्युब च्यानलमा तपाईँहरूले स्वागत छ र आज चाहिँ हाम्रो गाको इन्स आइरहेको छ होइन अनि के भन्न चाहन्छु साथी अब बवाल हुनेवाला छ गाको इन्स आजको सब यो अब होइन माहौल चाहिँ अब पकाउनेवाला छ विवेकले पकाउनेवाला छ आज चाहिँ होइन हाम्रो क्लासको चाहिँ दुईवटा ग्रुपमा छुट्याएको छ र एउटा ग्रुप चाहिँ गेम छ भन्ने एउटा ग्रुप चाहिँ स्टेज यो कन्सर्टको रहेको छ र यहाँ देख्न सक्नुहुन्छ तपाईँले यहाँ हाम्रो गाको को पनि पोस्टर पनि रहेको छ र यता उता हामी अर्को हलमा जाँदैछौँ र फाइनल्ली हामी चाहिँ होइन यहाँबाट स्टार्ट गर्छौँ यहाँ इन्ट्री हुँदैछ हामी चाहिँ अहिले चाहिँ हाम्रो गाको इन्स चलिरहेको छ विभिन्न आइटमहरू रहेको छ यो चाहिँ फोटोखिच्ने ठाउँ पनि रहेको छ र फाइनली हामी चाहिँ होइन पहिला टिकट किन्छौँ र टिकट किनेपछि चाहिँ हामी त्यहाँ ब्याङ्क बस्छौँ त्यहाँदेखि जान्छौँ हामी यता राहुल छ मेरो साथी र यहाँ लाइन चाहिँ यति धेरै लाइन छ होइन अब लाइन ल हाम्रो साथीले चाहिँ यहाँ फेरि पुरा होइन टिकट काउन्टर यहाँ अगाडि छ यहाँ टिकट काउन्टर टिकट लिएर अब एकदम डेलिसियस ओइसी देखिन्छ त्यहाँ चाहिँ अब गएर हामी टिकट लिएर चाहिँ त्यहाँको चाहिँ अब नास्ता खानुपर्ने हुन्छ ड्रिङ्क लक्ष्य सारा ल 内号館ってさ裏だよ駐輪場の向こう側の建物だからこっち側から行かないとダメださあこっち側からナマステシェイシェイこれは何ですかこれはハロウィンだからつけてんですよハロウィンの今日までじゃないんですかだから今日までだから今日でつけてるんですよすごいですねसुनिरहेको यहाँ ग्याउजा पनि रहेको छ र यहाँ अचारहरू के रोटी पनि रहेको छ होइन दामी छ यो चाहिँ यहाँ चाहिँ पपकर्न धन्यवाद आरिगातो गोजाइमास今日私たちのインターナショナルショーがありますと読んでいただきますか先生国際トライブロートリーバイダー専門学校の留学生による歌とダンスのパフォーマンスです。日本のたくさんの人たちに私たちの文化を招待したいと思います、ぜひ見に来てください。はい見てぜひ見に来てください。でこちら私たちの学生の友達たちがいますはい先生おはようございます今日は私たちのグループからインターナショナルショーがあります今日12時半から始まります今日の、インターナショナルショーについてどう思いますかどう思いますか楽しみにしています見に来てくださいअब यहाँ भित्र जाँदैछु र हामी यहाँ आबुनाइ पनि हुन्छ बाटोमा अलिकति र हाम्रो अलिकति यो सोलाई चाहिँ होइन प्रचार प्रसारको लागि चाहिँ हाम्रो साथीहरू यहाँ क्लासको साथीहरू म्यानमार र हाम्रो श्रीलङ्काको साथी छ फाइनली गाइज आजको हाम्रो सोमा तपाईँहरू सबैजना हेर्न आउनु होला र हाम्रो सेन्सरको पनि फुल्ली सपोर्ट छ र हाम्रो स्टुडेन्ट साथीहरूको पनि फुल्ली सपोर्ट छ तपाईँहरू हेर्न आउनु होला एकदम इन्जोय गर्नु होला फाइनली गाइज अझ चाहिँ होइन खाजाको सेट चाहिँ ल्याइसक्यो हामीले यहाँ मेरो साथी छ र यहाँ चाहिँ हाम्रो खाजा छ खाजा नास्तामा किनेर ल्याइसक्यो
अब हामीले खानुपर्ने हुन्छ फेरि हाम्रो सो चाहिँ 12 बजीदेखि सो रहेको छ र तपाईँहरू पनि आउनु होला र अनि साथी के भन्न चाहन्छु हाम्रो सोमा आजको सोमा पहिला चाहिँ खाजा गर्न चाहन्छु म पहिले खाजा खाएर चाहिँ अनि त्यसपछि सो हुन्छ हाम्रो 12 साढे 12 बजीदेखि सो हुन्छ र त्यसपछि हामी सोमा चाहिँ एकदम प्र्याक्टिस गर्नुपर्ने हुन्छ प्र्याक्टिस गरेर चाहिँ हामी त्यहाँ अब हाम्रो स्टेजमा चाहिँ चढेर अलिकति आफू होइन कन्फिडेन्टका साथ दिनुपर्छ tonight